चाहिएको छ, सबैलाई धनी बन्नु छ अनि पैसा कमाउनु पनि छ। तर हामीलाई थाहा नभएको कुरा के हो भने यो पैसा चाहिँ कहाँ छ त, कहाँ गएर पैसा ल्याउने हो, यो पैसा चाहिँ कहाँ छ भन्ने कुरा हामी सबैलाई थाहा नभएको। यही कुरालाई चाहिँ एकदम सरल तरिकाले बुझाएका छन् च्याप्टर 9 मा, द मिलिनियर फास्ट लेनको च्याप्टर 9 मा चाहिँ एमजे डेमार्कोले। उनले के भनेका छन् भने पैसा त्यहाँ छ जहाँ समस्या छ। तपाईले पैसा मैले कसरी कमाउने हो, पैसा कहाँबाट कमाउने हो, मैले पैसा चाहन्छु भन्नुभन्दा पनि मैले कुन चिजको समस्या चाहिँ समाधान गर्छु भनेर सोच्न थाल्नुस् भनेर त्यहाँ भनेका छन्। तपाईँ हामीले चाहिँ केही काम गर्दाखेरि चाहिँ पैसा कसरी कमाउने, धेरै कमाउने भन्ने त्यतातिर मात्र, पैसातिर मात्र ध्यान जान्छ भने समस्या समाधान गर्नतिर ध्यान दिनुस्। कुन चिजको समस्या समाधान गरौँ, त्यहाँ कुन चिजको समस्या छ भनेर त्यो केलाउन थाल्नुस् र त्यसको समाधान खोज्नतिर लाग्नुस्। त्यो भयो भने बल्ल पैसा कमाउनु हुन्छ भनेर भनेका छन्। पैसा आफै तपाईँ आउँछ, तपाईँ आफै खोज्दै जानु पर्दैन पैसालाई भनेर भनेका छन्। अनि यसको लागि चाहिँ तिनले इक्जाम्पल दिएका छन् फेसबुकको। फेसबुकले चाहिँ के को समाधान गर्यो, के को निड्स चाहिँ पुरा गर्यो भन्दाखेरि कनेक्सनको, होइन, दुई व्यक्ति बीचको कनेक्सनको चाहिँ निड्स पुरा गर्यो फेसबुकले। त्यस्तै टिकटकले चाहिँ मनोरञ्जनको निड्स पुरा गर्यो। त्यसपछि गएर उबर पठाओहरूले चाहिँ ट्रान्सपोर्टेसनको कामहरू चाहिँ समाधान गर्यो। हो यसरी समस्यालाई समाधान गरेर नै पैसा पाइन्छ भनेर एमजे डेमार्कोले भनेको।